नेपालले 2023 मा 12 आउट अफ 11 गेम जित्दै CWC लिग 2019-23 को संस्करणमा नेपालले टप 3 मा फिनिश गरेको थियो र ओडिआई स्ट्याटस मात्र नजोगाई ग्लोबल क्वालिफायरमा समेत मौका पायो। ग्लोबल क्वालिफायरमा भने डिसेन्ट प्रदर्शन गर्यो र त्यहीबाट बाहिरियो। उता डच अर्थात् नेदरल्यान्डले भने फुल मेम्बरसिप नेसन जस्तै जिम्बाब्वे वेस्ट इन्डिजलाई हराउँदै डच भने ओडिआई वर्ल्ड कप 2023 मा खेल्ने मौका पायो। के नेपालले फेरि ग्लोबल क्वालिफायरसम्म पुग्न सक्ला त? आउनुहोस् जानौँ 2027 ओडिआई वर्ल्ड कपको रोडम्याप। 2027 को ओडिआई वर्ल्ड कप साउथ अफ्रिका, जिम्बाब्वे र नामिबियाले होस्ट गर्दैछ। 2023 मा भने मात्र 10 वटा टिमलाई ओडिआई वर्ल्ड कप खेलाइएको थियो र जसमा नेदरल्यान्डले क्वालिफाई गरेको थियो एसोसिएट नेसनबाट। एसोसिएट नेसनको लागि ठुलो अपर्च्युनिटी हुनसक्छ किनभने अबको वर्ल्ड कपमा 14 वटा टिमहरूलाई खेलाइँदैछ। 8 वटा डाइरेक्ट आइसिसी ओडिआई र्याङ्किङबाट छन् भने 2 वटा होस्ट नेसन र 4 वटा ग्लोबल क्वालिफायरबाट आउनेछन्। नेपालले हालसम्म 16 वटा म्याच खेल्दै 5 वटा गेम मात्र जितेको छ र 7औं स्थानमा रहेको छ। आउनुहोस् अब जानौँ नेपालले कसरी टप 4 मा क्वालिफाई गर्ला त। अब क्वालिफिकेसन भने टप रहनेछ तर इम्पोसिबल भने छैन। ग्लोबल क्वालिफायरको लागि टप 4 मा फिनिस गर्न नेपालले एटलिस्ट 19 देखि 20 वटा गेम जित्नुपर्ने हुन्छ। अब नेपालको जम्मा 20 वटा गेम बाँकी रहेको छ भने एटलिस्ट 14 आउट अफ 20 म्याचेस जित्नुपर्ने छ। यदि यस्तो हुन्छ भने नेपालको पोइन्ट्स 40 हुनेछ जुन क्वालिफिकेसनको लागि जस्ट इनफ हुनेछ। वाट इफ नेपाल कान्ट फिनिस अन द टप 4? वेल, नेपालको ओडिआई वर्ल्ड कप खेल्ने सपना यहीँ सकिने छैन। नेपालले फेरि अर्को क्वालिफायर प्लेअफ खेल्ने मौका पाउनेछ जसमा बटम 4 टिम रहनेछन् लिग 2 का र 4 वटा च्यालेन्ज लिगबाट आउनेछन् र 2 वटा टिम भने 9th र 10th आइसिसी ओडिआई र्याङ्किङ टिम हुनेछन् र टोटल 10 वटा टिममध्ये जुन टिम टप 4 मा फिनिस गर्छ उसले ओडिआई वर्ल्ड कप खेल्न पाउनेछ। र तपाईलाई के लाग्छ, नेपालले 2027 ओडिआई वर्ल्ड कप खेल्न सक्ला त अथवा डाइरेक्ट ग्लोबल क्वालिफायर खेल्न सक्ला त? आफ्नो प्रतिक्रिया राख्न नभुल्नुहोला र यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त।